यो अहमदाबादमा भएको एयर इन्डिया विमान दुर्घटना सम्बन्धी हो। अनि घटना त हिजोकै रहेछ। लन्डन जान लागेको एयर इन्डियाको विमान अहमदाबादमै दुर्घटना भएछ। हो, दिउँसोको 1:38 बजे सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट रनवे 23बाट उडेको। सुरुमा त सबै सामान्य नै जस्तो थियो होला है। स्रोतले भने अनुसार उडेको एकैछिनमा विमान लगभग 625 फिट माथि पुगिसकेको थियो। 625 फिट? हो, तर त्यति बेलै मतलब उडानको एकदमै सुरुमै चालक दलले गम्भीर आपतकालीन अवस्था सामना गर्नु पर्यो। यो त खै भर्खर उड्न सुरु गरेको अवस्था हो नि। 625 फिटमै आपतकाल, त्यो त साँच्चै निकै चाँडो भयो। अनि स्रोतमा पाइलटहरूले एटिसीलाई मेडे कल गरेको पनि भनिएको छ। यो मेडे कल भनेको के हो अनि एटिसी भनेको अलिकति प्रष्ट पारिदिनुस् न। अवश्य। एटिसी भनेको त एयर ट्राफिक कन्ट्रोल भइहाल्यो, जसले विमानहरूको उडान अवतरण हेर्छ, निर्देशन दिन्छ। अनि त्यो मेडे कल चाहिँ उड्डयनमा प्रयोग हुने सबैभन्दा गम्भीर आपतकालीन संकेत हो। सबभन्दा गम्भीर? हो, जब विमान या त्यसमा भएका मान्छेहरूको ज्यान नै तत्काल खतरामा हुन्छ नि, जस्तो कि अब विमान नियन्त्रणमै नरहने अवस्था आयो या ठूलो आगलागी भयो या विमानको कुनै भाग नै टुट्यो भने पाइलटहरूले रेडियोबाट यो संकेत दिन्छन्। मतलब अवस्था एकदमै नाजुक छ, तुरन्तै सहयोग चाहियो भनेर। हो, ठ्याक्कै त्यही हो, एकदमै नाजुक अवस्था। अनि यो मेडे कल पछि झन् नराम्रो भएछ। स्रोतले भन्छ विमान प्रति मिनेट 475 फिटले तर खस्न थाल्यो रे। त्यो त निकै तीव्र गति हो तल झर्नका लागि। हो नि। अनि सबैभन्दा डरलाग्दो कुरा, एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्क नै पुरै टुट्यो रे। सम्पर्क टुट्नु आफैमा एकदम चिन्ताको विषय हो। योले के देखाउँछ भने कि त विमानको सञ्चार प्रणाली नै गयो कि बिजुली प्रणाली नै फेल भयो। अथवा त्यो भन्दा पनि नराम्रो, विमान यति अनियन्त्रित भयो कि पाइलटहरूले सम्पर्क गर्ने मौका नै पाएनन् कि। खै के भयो? हो, यो चाहिँ अनुसन्धानले हेर्नुपर्ने एकदम महत्त्वपूर्ण कुरा हो। सम्पर्क किन टुट्यो, कहिले टुट्यो। अनि दुःखको कुरा, विमान एयरपोर्टबाट धेरै टाढा पनि जान पाएनछ। सिधै मेघानी नगर भन्ने ठाउँमा खसेछ। त्यो त बाक्लो बस्ती भएको ठाउँ हो है। हो, आवासीय क्षेत्र। अनि अझ नराम्रो कुरा के भने त्यो एउटा मेडिकल कलेजको होस्टेलमाथि परेछ। होस्टेलमाथि? स्रोतले भने अनुसार त्यहाँ 50-60 जना इन्टर्न डाक्टरहरू बस्ने रहेछन्। भगवान, कस्तो विपत्ति। हो, आवासीय क्षेत्रमा खस्दा असर झन् भयानक भयो। अनि अर्को कुरा जुन स्रोतले पनि भनेको छ त्यो हो विमानमा भएको इन्धन। हो त, त्यो त लन्डन जस्तो लामो यात्राको लागि भर्खर उडेको थियो नि, मतलब ट्याङ्की लगभग पुरै इन्धनले भरिएको हुनुपर्छ। हो त है, लामो यात्राको लागि त तेल टन्नै हालेको हुन्छ। हो, अनि त्यही भएर दुर्घटना हुँदा एकदम ठूलो विस्फोट भयो अनि आगो पनि भीषण रूपमा लाग्यो। अनि त्यही आगो र विस्फोटले गर्दा विमानभित्रका सबैजना चालक दल, यात्रुहरू सबैजना अनि जमिनमा होस्टेल र आसपासमा भएका मान्छेहरूको पनि आगोमा परेर ज्यान गयो। कतिजनाले ज्यान गुमाए भन्ने यकिन त छैन होला है, तर ठूलो मानवीय क्षति भयो भनिएको छ। हो, स्रोतले ठूलो क्षति भएको स्पष्ट पारेको छ। एकदमै त्रासदीपूर्ण। यस्तो घटनापछि त खै के भन्ने। यस्तो बेला स्रोतले अर्को एउटा महत्त्वपूर्ण कुरा पनि उठाएको छ। त्यहाँ के भनिएको छ भने यस्तो घटनामा खालि समवेदना दिएर मात्र हुँदैन। हो त नि। यो कसरी भयो, कसको कमजोरी थियो भन्ने कुराको पनि खोजी हुनुपर्छ। जवाफदेहिता चाहिन्छ भन्ने माग उठेको छ भनेर स्रोतमा उल्लेख छ। हामीले त स्रोतमा जे भनिएको छ त्यो कुरा राखेको मात्रै हो। हो, त्यो त एकदम जायज कुरा हो। जवाफदेहिता त खोजी नै पर्छ। त्यसो भए आज हामीले यो स्रोतको आधारमा घटनाक्रमलाई हेर्दा एउटा तस्बिर त बन्यो। विमान उड्यो, तुरन्तै आपतकाल आयो, मेडे कल भयो अनि एकदम छिटो तल झर्न थाल्यो, एटिसीसँग सम्पर्क टुट्यो। अनि एयरपोर्ट नजिकै त्यो पनि बस्तीको बीचमा खसेर ठूलो आगलागी भयो किनकि इन्धन धेरै थियो। हो, यो स्रोतले घटनाको अन्तिम दुःखद क्षणहरूको बारेमा त बताउँछ, तर यसले एउटा सबैभन्दा मुख्य प्रश्नको जवाब चाहिँ दिँदैन। कुन प्रश्न? त्यो आपतकालीन अवस्था खासमा के थियो जसले गर्दा पाइलटहरूले उडेको एकैछिनमा मेडे कल गर्नु पर्यो? हो त, खास कारण के थियो भन्ने त खुलेन। विमानमा केही प्राविधिक गडबडी थियो कि बाहिरबाट केही भयो कि अरू नै केही?
यो त्रासदीको खास जड के हो भन्ने कुरा चाहिँ खै यो स्रोत हेर्दा पनि अझै थाहा भएन। मतलब त्यो प्रश्न अनुत्तरित नै रह्यो। हो, अनुत्तरित नै। र यसले के देखाउँछ भने यो घटनाको अझै गहिरो निष्पक्ष छानबिन हुनु जरुरी छ। यो जानकारी नहुनु नै सायद यो स्रोतबाट बुझ्नुपर्ने महत्त्वपूर्ण कुरा हो।